반갑습니다. 토마, सर्वप्रथम 이제, 어, kada, 그 유명한 그 수요일에 베베 수만 가는 분이나, kaju malama palno 소기 one 시기, surman karong rumbuche tegare boga chor guru rumbuche 다는 신기, sathai 미경 무시, miki rumbuche 남배 위배, ani 수지 남았다. 다는 신기, sathai 수지 ani 위배, herumche guru 신기 신기 남아. kalyar mitra 다는 ro 신기다, 좀 많아. bhikshu bhikshuni 막하는 베베, charya 베베, dasa desa ki palno one सम्पूर्ण उपासक उपासिक वर्गहरूमा नि सुस्वास्थ्य कामना साथै हार्दिक न्यानो अभिवादन व्यक्त गर्दछु 다 드네만, 실제, 나는 저 조지 남다. 마시고요, 아래. यो 39 कागी काग्यू मलमको समयमा आज दोस्रो दिन रहेको छ श्री ज्ञान दिपङ्कर अतिशको जीवनी कथा हो 다든데야 드린디 쉬야다 조지 남다도 dom도 쉬비미나. आज म यसले छोटकरी 조지 통화를 भन्दाखेरि 걸로 अतिशा चाहिँ उहाँ 주변에 나도는 이게 다 उहाँले अब 수지 उमेर 바로 10 वर्ष नपुगिन्जेलसम्म उहाँले शिल्पकलादेखि लिएर अनेकन शिक्षक शास्त्र हेर्नुभयो 다든데 विज्ञान 걸로 हेर्नुभयो 쓰실이야. अनि उहाँ चाहिँ विशेष गरी 말라 세마를 अनि 벌었어. 21 उमेर 21देखि अब उहाँ बल्ल यो विभिन्न ग्रन्थहरूको विषयमा यो 고는 20세기 ब्राह्मणको 맞아요. विषयमा उहाँले शास्त्र हेर्नुभयो त्यसै गरी 21 땡기 땡기 अनि उहाँ बल्ल उमेर 21 पुग्दाखेरि उहाँले अब बल्ल उपासकको सिलहरू समूहहरू उहाँले ग्रहण गर्नुभएर यसरी अध्ययन गर्नुभएको थियो बौद्ध धर्म 22 वर्ष उमेरदेखि वज्रयानमा प्रवेश गर्नुभएर नै अभिषेक लिनुभएको थियो अनि उहाँको परम्परा चाहिँ अब यो वज्रयान भएर गयो पहिला उहाँलाई अभिषेक दिने गुरु को थिए त भन्दाखेरि राहुल गुप्ता थियो उहाँको राहुल गुप्तादेखि अभिषेक पाए राहुल गुप्ता भनेको हो त भन्दाखेरि अनि विद्वान सिद्ध पुरुष ख्युम्बन नजरको अनि गुरु थियो अब ख्युम्बन नजर चाहिँ भोटको अब उहाँको अब आदि जीवनमा बल्ल उहाँ भोटमा पाल्नु भएर यसरी अत्यन्त बौद्ध धर्मको एउटा प्रकाशको रूपमा अनि भोटमा फैलाउनु भएको थियो बौद्ध धर्म प्रकाशको रूपमा यसरी भनिन्छ उहाँ चाहिँ के हो त भन्दाखेरि अब सद्भावनामा को कारणले नै अब बौद्ध धर्म फैलिएको भन्ने पनि बुझिन्छ राहुल गुप्ता र यो ख्युम्बन नजर चाहिँ एकै पालोमा हो कि भन्ने कुरा पनि राहुल भालेदेखि लिएर विभिन्न यो छकडुब्बा भनिन्छ 6वटा हात भएको विभिन्न भगवानका उहाँले अभिषेकहरू दिनुभएछ अनि त्यो चरणदेखि राहुल गुप्तादेखि विभिन्न के हो त अतिशाले विभिन्न वज्रयानको कुराहरू दीक्षाहरू लिनुभएछ राहुल गुप्ता चाहिँ अब ख्युम्बो नजरको अब गुरु रहेको छ अतिशाले 7 वर्षसम्म यो वज्रयानको धर्म अध्ययन गर्नुभयो 7 वर्षसम्म त्यो रहने बेलासम्म उहाँले चाहिँ ब्रह्मचर्यको यो अभ्यासहरूमा भनौँ न बस्नु भएछ ब्रह्मचर्यको अब अभ्यास गर्ने तौर तरिका यसरी बस्नु भएछ जब उहाँ उमेर 22देखि 29 वर्षसम्म उहाँले विभिन्न तन्त्र वर्गहरूमा धेरै उहाँले अध्ययन गर्नुभएछ साधना पनि गर्नुभयो भन्ने यसरी अब उहाँले विभिन्न चर्या गर्नुभएको छ जब दोस्रो मार्ग पहिला सम्भ्र मार्ग प्रयोग मार्गमा पुग्दाखेरि चाहिँ अनि विद्या ब्रह्मचर्यको अभ्यास लिनुपर्छ भन्ने यसरी लेखन गरेको हुँदाखेरि उहाँ अब मार्ग प्रवेश गरेको पनि बुझ्न सक्छ
अब यो अलिकता अनौठो छ घ्यागरको घ्यागर भन्नाले अब भारतको सिद्ध पुरुष पहिला के भएको छ त भन्दाखेरि भारतको सिद्ध पुरुष पहिला अनि संसारको यो दुःखदेखि लाई दुःखलाई देखेर नै बल्ल पछि उहाँहरू भिक्षु हुनुभएको कुराहरू लेखेको छ भने अतिशय चाहिँ पहिला नै भिक्षु भएर संसारको जन्जाल भएको कुरा अलिकता फरक रहेको छ उहाँ बल्ल के हो त अब 29 वर्षमा बल्ल उहाँ चाहिँ प्रवचित हुनुभयो हो साक्यमुनि गौतम बुद्ध जस्तैको त्यस्तै अवसर देखाउनु भयो गौतम बुद्धले पनि 29 वर्षको उमेरमा राज त्यागेर उहाँ ध्यानको खोजमा हिँड्नुभयो जस्तै बल्ल उहाँ नि 29 वर्षको उमेर हुँदाखेरि बल्ल उहाँ भिक्षु हुनुभएछ अतिशा बल्ल भिक्षु कति उमेरमा हुनुभयो त भन्दाखेरि 30 वर्ष पुग्दाखेरि बल्ल उहाँ भिक्षुको शिला उहाँले ग्रहण गर्नु त्यो बेला त्योभन्दा अगाडि उपासक नै रहेछ अब दोस्रो चरणमा के छ भिक्षु हुनुको कारण के हो स्रोत के कारणले उहाँ भिक्षु भन्नुभयो त लामा भन्नुभयो भन्दाखेरि उहाँ सानै छँदाखेरि नै उहाँले धेरै गुरु वज्रयानको गुरुहरू उहाँले लिनुभयो वज्रयानको धर्म पनि उहाँले अध्ययन गर्नुभयो अभ्यास गर्नुभयो वज्रयानमा धेरै मनहरू त्यतिर गयो मन लाग्यो उहाँको साधना राम्रो अभ्यास राम्रो अत्यन्त उहाँको मार्गमा जाने एउटा सोच एकदम के थियो त भन्दाखेरि म चाहिँ यो जीवनमा मेरो यो जीवन वज्रयानमा धेरै नै समक्ष बुद्ध ज्ञान हासिल गर्नेछु भनेर उहाँको एउटा दृढ सोच अर्थात् दृढ भावना यो राख्नु भएको रहेछ उहाँले त्यहीँदेखि उहाँले साधना गर्नुभयो उहाँ बेलामा उहाँलाई विभिन्न सपनाहरू आएको एक समय सपना आएछ समयमा उहाँले एउटा सपना हेरुका चाहिँ आकाश मण्डलमा देख्नु भएछ उहाँले हेरुका अनि आकाशमा आएर के भने भविष्यवाणी के भएछ भन्दाखेरि हे मेरो कुल पुत्र आवाजको तरियाद्वारा नै अनि ले मात्र हुँदैन तिमी एउटा भिक्षु पनि बन्नुपर्छ है भनेर यसरी उहाँले भविष्यवाणी भएको कारणले गर्दाखेरि नि अनि उहाँ भिक्षु बन्नुपर्छ उहाँले अनि 30 वर्ष उमेरमा उहाँ भिक्षु बन्नुभएको पर्वत छ त फेरि अर्को सपना यसो देख्नुभएछ उहाँले ठुलो गुम्बा मन्दिर रहेछ मण्डप त्यो भित्र चाहिँ साक्यमुनि गौतम बुद्ध भिक्षुसँग सबै परिवारसँग भइरहेको बेला दिउँसोको साक्यमुनि गौतम बुद्ध र अनि भिक्षुहरू भोजन गरिरहेको थियो दिउँसोको भोजन सपनाको कुरा हो अनि त्यसको अन्त्यतिर अतिशय पनि बस्नु भएको रहेछ अनि साक्यमुनि गौतम बुद्धले के बताउनु भएछ त भन्दाखेरि उहाँले औँला देखाएर भन्नुभएछ तल बस्यो एकजना व्यक्ति चाहिँ के कुरामा उहाँ आसक्त भएर लोभले गर्दाखेरि संसारमा रागले गर्दाखेरि भिक्षु नभएको है भनेर नि अतिशय तेह्र देखाएर बुद्धले बताउनु भयो देखेको थियो एउटा सपनामा चाहिँ फेरि एउटा मन्दिरभित्र त्यहाँभित्र मैत्रीय अनि बोधिसत्वको ग्रह वस्त्रमा उहाँ अनि गहना सबै सजिएर मैत्रीय बुद्ध विराजमान हुनुभएको रहेछ एउटा मण्डपभित्र उहाँ चाहिँ फेरि के हो त भिक्षुको पोसाकमा रहेछ उहाँ भिक्षुले लाउने वस्त्रमा सजिएको रहेछ अनि अतिशय पनि त्यहाँ जानु आउँदाखेरि अब त्यो भिक्षुको मण्डप भयो त्यो त त्यहाँ अतिशय त्यहाँ पाल्नु आउँदाखेरि अब
अनि अति मैत्रीय बुद्धले अतिशयले के भन्नुभएछ भन्दाखेरि तिमी आउनु मिल्दैन यो चाहिँ भिक्षुहरू आसन गर्ने स्थान हो तिमी यो गृहस्थ भएको कारणले गर्दाखेरि हेर्न पाउँदैन भन्दाखेरि मैत्रीय बुद्धले बताउनु भएको रहेछ अनि यो सपना देख्दै म झन् बिउजर मेरो म अब बुद्धको छेउछाउ पुग्नलाई मसँग लाग्यो त भिक्षु जसरी पनि हुनु पर्दो रहेछ लामा जसरी बन्नु पर्दो रहेछ भनेर मनमा उहाँले चिताउनु भयो त्यसरी म भिक्षु हुनुभएको यसरी रहेछ विभिन्न सपनाले उहाँले चिनाउनुको कारण पछि गएर अब नलेन्डामा पुग्नु भएछ नलेन्डामा बस्नुभन्दा अगाडि एउटा केही बाहिर एउटा रुमहरू भनौँ न एउटा कोठाहरू उहाँले उहाँ किरायमा बस्नु भएछ त्यो किरायको एउटा मालिक चाहिँ धर्मसँग धेरै सम्बन्धित भएको धर्मको कुरा उहाँले बुझेको धर्मको वर्गमा एकदम पोख्त भएको अनि भएको हुँदाखेरि अब त्यो एउटा किराय लिने एउटा रुमको भनौँ न नलेन्डा त्यहाँको मालिकले भने अब नलेन्डामा धेरै विद्वान रहेका छन् कुन चाहिँ दिशामा म कुन चाहिँ ज्ञानहरू लिएर अब के हुँदाखेरि राम्रो होला भनेर यसरी सोद्धाखेरि तपाईँले चाहिँ अब के भन्दा मालिकले भनेछ तिमी चाहिँ वज्रयानको धर्महरू अभ्यास गर्ने हो कि नगर्ने हो त भन्दाखेरि म नगर्ने म यसरी पनि वज्रयानको धर्महरू चाहिँ त्यो मालिकले चाहिँ त्यसो भए तिमी सङ्घीका वर्गमा तिमी प्रवेश गरेर तिमी भिक्षु भएको ठिक छ भनेर आज्ञा दिनु भएछ फल्छेन देवा भनिन्छ महासङ्घीका भित्र गरेर प्रवेश गरेर तिमी भिक्षु भयो भने अत्यन्त राम्रो हुन्छ है किरायको दान कति उहाँ यतिसै नै यसरी बताउनु भएछ अब यो सर्वका भनौँ न सर्वका यानमा चाहिँ अब चारवटा निकाय भएको मध्येमा महासङ्घीक निकायमा चाहिँ प्रवर्तित हुनु भनेर यसरी अतिशयले बताउनु भएको रहेछ यसरी उहाँले एउटा विचार राखेको जस्तै अतिशय त्यहाँ प्रवेश गरेर अनि महासङ्घीका प्रवेश गर्नुभयो अनि उहाँ भिक्षु हुनुभएछ कति गरेर उहाँ 29 वर्ष उमेरमा दोर्जेदेन गएमा अब मध्य बिहार एउटा नामक मण्डपभित्र उहाँ अनि उहाँ चाहिँ अब ओतन्तपुरी मण्डपभित्र चाहिँ भिक्षु हुनुभएछ है त्यो दोर्जेदेन बुद्ध गएको मती बिहार भनेर एउटा नाम दिएको छ त्यो भित्र पनि एउटा नम्तर अर्थात् ओतन्तपुरी भनेर रहेछ त्यो भित्र ओतन्तपुरभित्र भएको अनि मण्डपभित्र उहाँ भिक्षु हुनुभएछ अब उहाँ चाहिँ अब यो चारवटा निकाय मध्येमा महासङ्घीका निकायभित्र पर्ने परलोक वासीका निकायको आचार्य श्रीको अनि चरणमा गएर उहाँले अनि भिक्षु हुनुभएछ यो प्रयोग मार्गको ज्ञान पाएको गुरु शिला रक्षित उहाँको चरणदेखि उहाँले अनि भिक्षु हुनुभएर बल्ल उहाँलाई दिपङ्कर श्री ज्ञान अब नाम दिएको रहेछ अब दिपम भनेको धर्मेलाई दिपम भनेको दीपक बत्तीलाई जनाउँछ कर भनेको अब भर्मे जे भनेको कर भनेको नाममा अन्तिममा छोडेर आएको हो श्री भन्नाले अब यसलाई भोट भाषामा यसलाई पल भनिन्छ ज्ञान भनेको विषय हो है अब भोटमा चाहिँ विषय भनिन्छ अर्थात् शील रक्षितको चरणमा पुगेर जहाँ ओतन्तपुरी एउटा मण्डप थियो त्यो भित्र चाहिँ दोस्रो मार्ग प्राप्त गरेका शील रक्षित गुरु थियो उहाँको चरणमा उहाँ भिक्षु हुनुभयो भिक्षु हुँदाखेरि उहाँले बल्ल दिपङ्कर श्री ज्ञान अतिशा भन्ने नाम पाएछ
यसको विषयमा अब भोटमा चाहिँ छोजे पल्ने अतिशय भनेको छ है धमतम्बाले हाम्रो गुरुको प्रेम सिक्काको स्थितिमा बताएको छ कि सम्पूर्ण गुणहरूमा राग रहित सबै राज्यहरू बाहिरी संसारिक राज्यहरू सबै त्यागेर उहाँ प्रसङ्गिका निकायको भिक्षु भयो कारणले श्री अतिश श्री ज्ञान दीपङ्करले म प्रार्थना गर्दछु भनेर श्री बताउनु परेछ उहाँ सानै छँदाखेरि विभिन्न शिला लिनुपर्ने हुन्छ होइन भनौँ न भिक्षु बनिसकेपछि उहाँले सानो तिनो यो विभिन्न दोषहरूले पतन हुने कुराहरू जोगिनुहुन्थ्यो जस्तै कि उदाहरणको लागि झामा भन्नाले माटोको भाँडामा पहिला पानी पिउने गर्दथ्यो उहाँले माटोको भाँडाभित्र पानी राख्दाखेरि विभिन्न किराहरू धुलोहरू धेरै हुने हुँदाखेरि उहाँले सिधै नै माटोको भाँडाभित्र पानी पिउनु नहुन्थ्यो पानी पिउनु भन्दा उसले छानेर पिउनुहुन्थ्यो किन भन्दाखेरि एउटा माटोको भाँडा चाहिँ उहाँले पानी किन सिधै नपिउनु भन्दा भन्दाखेरि माटोको भाँडा एउटा चाँडले अब चाँडले पकाउने खाले भाँडा भएको त्यो भित्र धेरै कीटाणु किराहरू विभिन्न भएको बास गर्ने हुने हुँदाखेरि सिधै पानी विभिन्न किराहरू मर्ने हुने हुँदा त्यसलाई थापनीमा आफूले पानीहरूलाई पिएर उहाँले छानेर पिउनु भन्थ्यो त्यसै कारणले अब भिक्षु भइसकेपछि अब चारवटा पतन हुने कुरामा मध्ये एउटा जाँड हो जाँड र रक्सी लगायत त्यो चाहिँ पिउनु हुन्थ्यो अरू कुराहरूमा चाहिँ हामीले अब यताउता मिलाउनु मिल्छ तर जाँडलाई चाहिँ मिलाउनु मिल्दैन है जाँड पियो खायो भने चाहिँ अब भ्रष्ट हुँदाखेरि खतरा हुन्छ भने अब चारवटा थेरवाद चारवटा निकाय मध्येमा सङ्घीका निकायमा चाहिँ विशेष गरी के रोकेको छ केलाई एउटा सिललाई भ्रष्ट खतरा केमा दिएको छ धेरै खतरा हुने हुँदाखेरि यसलाई चाहिँ कुनै हालतमा स्वीकार गरेको छैन मूल अब सिल आफूले पालना गर्नुको लागि निषेध गरिएको छ अब उहाँलाई अतिशालाई नाम कसरी पायो त होइन अतिशा भनेको के हो श्रीज्ञान दीपङ्कर भने कसरी पायो त भनेर पाएको छ मलाई अब भिक्षुको नाम चाहिँ दीपङ्कर श्रीज्ञान भने चाहिँ उहाँको नाम होइन दीपङ्कर श्रीज्ञान भने उहाँलाई यो आफ्नो खेम्बो आफ्नो खेम्बो चाहिँ शिला रक्षिताले दिनुभएको नाम हो यो भारतमा चाहिँ उहाँलाई अतिशा भनेर धेरै प्रख्यात रहेका छन् धेरै चिनिने गर्छ उहाँलाई अतिशा भने के हो त भन्दाखेरि यसलाई एउटा सम्पन्नताले पनि अतिशा भनेको व्याख्या गर्ने क्रममा यसको विद्वानको आफूले राय मतहरू रहेका छन् अब आशय भनेको एउटा विचारलाई बताउँछ तपाईँको आशय सफा हुनुपर्छ भन्छ नि एउटा विचारलाई आशय भनेर विचारलाई भयो अब अदिशय भनेको के हो त विशेषता बीच विचार अरूभन्दा पनि अदिशय अदेशय अधिकतम सोचले बुझ्नु अब बुझ्नुपर्दछ कुनै मान्छेले फेरि अब अतिशय भन्नाले सधैँ नै अब अतिशय भन्नाले अत्यन्त शान्त महाशान्त भित्रदेखि शान्त उपशान्तले भित्रदेखि शान्तले बुझ्दो रहेछ व्याख्या गर्ने अर्को कुनै कुरा भन्नाले चाहिँ के हो त महायोगीले बुझ्दो रहेछ ती भनेको चाहिँ पण्डितले बुझ्दो रहेछ सा भनेको श्रमण अर्थात् भिक्षुलाई अर्थात् महायोगी पण्डित भिक्षुलाई नै अतिशा भनिन्छ भने यसरी कुनै विद्वानहरूले यसरी पनि व्याख्या गरेको रहेछ नाममा
अतिशा भन्नाले एउटा के हो त अधिकतम चित्तलाई पनि बुझ्दो रहेछ एउटा सम्पन्नलाई बुझ्दो रहेछ अर्को चाहिँ महायोगी महापण्डितमा भिक्षु श्रम श्रमणलाई शर्मणलाई बुझ्दो रहेछ त्यसलाई बताउने तरिका दुई थरी रहेछ एउटा चाहिँ पिन्छे सुनिल ढापाले रचना गर्नुभएको यी गीत सेकेन्ड अर्थात् धर्मो धर्मद्वया धर्मोदया चित्त अलङ्कार भन्ने एउटा किताब रहेछ त्यो भित्र चाहिँ अब लामा झाङचुक उहाँको गुरुले लामा झाङचुक उहाँले चाहिँ जो भन्नाले अब सबै ज्ञानले भरिपूर्ण भएको महाकरुणा पूर्ण भएको अत्यन्त विशेषतालाई बुझ्नुपर्दछ भनेर अनि अतिशा भने नै यही नै हो आजभन्दा भोलिभन्दा परिस्थिति पनि लाने बौद्ध धर्म चाहिँ स्पष्ट रूपमा फैलाउने लाने एकदम सम्पन्नवान व्यक्तिलाई नै अतिशा यो पिन्जे सोनम डाक्पा चाहिँ कदम अर्थात् ढेउ घिदेम्बा ढिलुप्पाको एकदम महान विद्वान हो उहाँले यसरी बताउनु भएको रहेछ अब साक्यापा भनौँ न अनि साक्यापा गुरु सोनम सेमो ढापा भनिन्छ उहाँले धर्मोदया आश्चर्यजनक सागर भन्ने किताब नामक चाहिँ धर्मपालाको एउटा वंशदेखि आएको हुँदाखेरि म अत्यन्त सिद्ध यहाँदेखि ज्ञानले भरिपूर्ण भएकोले यो धर्मपाला वंशभित्र एकदम उत्कृष्ट सर्वश्रेष्ठ पुरुष भएकोले उहाँलाई चाहिँ अनि अब विक्रमशिलामा अब यसरी स्वागत गरेको उहाँको नाम चाहिँ अतिशरा आएको हो अतिशरा एकदम उत्कृष्ट नाम हो अरूभन्दा विशेषता हो भनेर यसरी बताउनु भएको रहेछ अब भनौँ न तर पनि यो धर्मपाला भने चाहिँ अब राजको कुराहरू हो होइन अतिशाको पालोमा भएको धर्मपाला भनेर अब यो पाल साम्राज्यको धर्मपाला पनि एउटै समयमा हो भने मिल्दैन जस्तो मलाई लाग्छ अलिकता यसको शताब्दीहरू फरक रहेको रहेछ आखिरमा के हो त बोधि प्रदीपले सम्पूर्णता भएकोलाई अतिशय भन्नुपर्छ यो चाहिँ अत्यन्त राम्रो रहेछ भनेर अब त्यसरी बताउनु भएको रहेछ यो सोनम सेमो ढापाले साक्यापा गुरुले तर पनि भोटमा चाहिँ उहाँलाई अतिशालाई के भनिन्छ झो पाल अतिशा भन्छ है अब झो भनेको के हो त भन्दाखेरि अब झो दुई थरी रहेछ बोर्डमा झो भन्नाले अब एउटा चाहिँ साक्यमुनि गौतम बुद्ध सम्भुकायमा सजिएकोले झो भनिन्छ भने अर्को अतिशालाई झो भने दुईटा अब संस्कृतमा झो भनेर स्वामी भनेर बुझाउँदछ स्वामी जस्तै कि स्वामी मिलारेबा भने जस्तै अब अतिशालाई स्वामी भनेर स्वामी साक्यमुनि गौतम बुद्ध भनेको झो भनेको स्वामीले अनि अर्को भाषामा झो भने एउटा अब भनौँ न भोटमा एउटा बुद्ध रहेका छन् गरगहनाले सजिएको सम्भवकायको रूपमा उहाँलाई पनि झो साक्यमुनि स्वामी गौतम बुद्ध भनेर भनिन्छ त्यो बाहेकको अर्को झो चाहिँ कसलाई भनिन्छ अतिशालाई भयो झो जे पल्थे अतिशा अर्थात् श्री ज्ञान दीपङ्कर अतिशा अतिशा श्री ज्ञान दीपङ्कर भनेर यसरी अब स्वामी भनौँ स्वामी अतिशालाई पनि बुझ्नु छ सधैँमा अब कतै एउटा मान्छेलाई पनि बुझ्दो रहेछ कहिलेकाहीँ राजा मन्त्रीलाई पनि अब झो स्वामी भन्ने बुझ्दो रहेछ र कहिलेकाहीँ एउटा उत्तम पुरुषलाई पनि बुझ्दो रहेछ आफ्नो दाजुभाइ भित्रलाई पनि अब आजु झोझो छन् होइन मेरो दाजु मेरो दाइ मभन्दा वरिष्ठ मित्रलाई पनि अब झो भन्ने अब झो भने चाहिँ अब नाम राख्नु मिल्दो रहेछ एउटा सम्मानको क्षेत्र आफूले आदर सत्कार गर्ने ठाउँलाई अब प्रायः जसो झो भनिन्छ मनमा धेरै नजिक एउटा भनौँ न घनिष्ठ मित्र एउटा घनिष्ठ आफूभन्दा शुभ आग्रह छ अर्थात् घनिष्ठ आफूभन्दा पनि के हो त अब माथिल्लो तहको धेरै ज्ञानले भरिपूर्ण सम्मानीय
पुरुषहरूलाई चाहिँ अब जो काम दिइन्छ भोटमा त्यो विषयमा चाहिँ अब एउटा सम्भवकायमा रूपमा सजिएको साक्यमुनि गौतम बुद्धलाई अतिशय बुझिन्छ यसरी उहाँलाई अतिशय नाम छ अब उहाँ भिक्षु हुनु होइन भिक्षु हुनु भएर उहाँले के अध्ययन गर्नु भयो त भन्दाखेरि यसको विषयमा उहाँले जम्मा 21 उमेरमा गुरुहरू थिए उहाँले लेख्नुभयो धेरै थप्नु भयो गुरु धेरै खोज्नु भयो धेरै भेटे त्यहाँदेखि धेरै महायान धर्महरू ग्रन्थहरू धेरै अध्ययन गरे विशेष गरी धेरै समयपछि चाहिँ अत्यन्तपुरी भनिन्छ विक्रमशिला र अत्यन्तपुरीमा धेरै उहाँ बास गर्नुभएछ भारतवर्षमा पहिलो प्राचीन भारतमा विक्रमशिला भन्ने अत्यन्त विख्यात चलेको थियो पहिला यो विद्यालय हो महान विद्यालय विश्वविद्यालय युनिभर्सिटी नालन्दाले भन्दा पनि नालन्दा अहिले हामीले नालन्दा विश्वविद्यालय भन्दा पनि विक्रमशिला चाहिँ एकदम विख्यात नामले चिनेको थियो चलेको थियो अत्यन्तपुरी विश्वविद्यालय पनि रहेको छ भनौँ न अब अत्यन्तपुरी धेरै पुरानो रहेछ विक्रमशिला विश्वविद्यालय भन्दा अत्यन्तपुरी विश्वविद्यालय विख्यात रहेछ 3टा रहेछ अब यो अत्यन्तपुरी भनौँ न विभिन्न दोर्जेदेखि धेरै टाढो पनि होइन यो अत्यन्तपुरी भने यो विश्वविद्यालय अर्को कुरा के रहेछ त भन्दाखेरि एउटा वेस्ट बेङ्गलमा पर्दा एआर भित्र पर्दछ यो दुबईको भनौँ न अत्यन्तपुरी भयो भने अत्यन्तपुरी है यसको दाता निर्माणको साथसाथै कसले गरेको रहेछ भन्दाखेरि यो श्री दिपङ्करको वंशहरूले गर्नुभएको रहेछ पाल साम्राज्यको एउटा राजवंशहरूले बनाउनु भएको रहेछ यो निर्माणहरू पछि अब श्री दिपङ्कर अध्यक्ष त्यहाँ पाल्नु भएर उहाँले धेरै भित्र पाल्नु भएर उहाँले धेरै अध्ययन गर्नुभयो विक्रमशिला रक्षिता उहाँले भिक्षु हो होइन त्यहाँदेखि महायान थेरवाद सर्वकयान बोधिसत्वयानका धेरै धर्महरू सिक्नुभयो 4वटा त्यो थियो होइन यो भित्र उहाँले अब अनेकनमा 4वटा निकायहरू सिक्नु भएछ उहाँले त्यो भित्र अब अत्यन्तपुरी आउनु भएपछि उहाँको गुरु लामा धर्मरक्षिता विशेष गरी भेट्नु भयो धर्मरक्षिताले उहाँले के हो त अब झेरा सेतुसेमा भने धर्मकोशको महाभण्डार एउटा छ उहाँ चाहिँ घेर्बे भारत घेर्बेले लेख्नु भएको रहेछ त्यसमा अब जम्मा खण्डहरू 800 भएको खण्डहरू अतिशयले सुन्नु भएछ त्यसमा उहाँले 12 वर्षसम्म अध्ययन गर्नुभयो एकदम सानोदेखि एकदम मेहनत गर्ने परिश्रमी हुनुहुन्थ्यो तर 12 वर्ष लाग्ने अध्ययन गर्दाखेरि उहाँले 7 वर्षमा सघाउनु भएछ एकदम उहाँ पोख्ता हुनुभएछ किन त भन्दाखेरि अब दिन रात उहाँले 3 भागमा दिउँसो 6वटा भागमा बेलुका 6वटा भागमा गरिन्दामा 12 चोटि उहाँले अध्ययन गर्दाखेरि 12 वर्ष लाग्ने 6 वर्षमै उहाँले 7 वर्षमा सघाउनु भएछ किन त भन्दाखेरि अब उहाँले शेरप भन्छ उहाँले 7 वर्षमा किन यसरी अब सबै सघाउनु भएछ भन्दाखेरि उहाँ चाहिँ अब थेरवाद भनौँ न
एरावादा सर्वका यान अब यदि समय नहराने मायान प्रवेश गरेर वज्रयानको कुरामा एकदम पोख्त हुनेको सङ्केत हो त्यही कारण उहाँ 12 वर्ष लाग्नुको कारण नबसेर उहाँ 7 वर्षमा सबै टुङ्गो भयो क्या यही नै हो भनेर म लेखकले बताउनु भएको रहेछ 그래서 대의면 다알이야 급지 주산에 지 상아 라메 규디스 타라 상아 라메 규디스 나로라 딱한다 त्यसै कारणले गर्दाखेरि अब यो भनौँ न 인주 슐루 섬다 그 무디비 슐루다 지야 그런 튼선 저 섬으로 자사로 망고 फेरि 예베 उहाँले माया नै धर्महरूको 급지 एउटा अध्ययन गर्नुभयो 주산에 कति इच्छा पनि लिनुभयो शिक्षण गर्नुभयो विशेष गरी शान्तिबा गुरु शान्तिबा गुरु चाहिँ विशेष गरी विक्रमशिलामा हुनुहुन्थ्यो भने सन्तपुरीमा चाहिँ धर्म रक्षिता हुनुहुन्थ्यो उहाँदेखि उहाँले दुवै गुरुको चरणदेखि बद्रिरहेको कुरा 75 उहाँले सुन्नुभयो अध्ययन 신앙의 이야와 채통계기 밴드듯이라 여마르시 손도와 제가 가다 신디바데 껍디베 भारतमा भनौँ न पहिला अब हिन्दू तर्कीकाहरू धेरै थिए जहिले पनि धर्ममा विवाह भनौँ न यो तर्क वितर्क संवाद हुन्थ्यो त्यो बेला एकदम हुनहार विद्वान पुरुष अब शान्तिपा गुरु हुनुहुन्थ्यो त्यही कारणले अनि एउटा पण्डित जसले चाहिँ अरूहरूलाई पराजय गराउनु उहाँ जित्नुहुन्थ्यो त्यही कारणले अनि यस्तो युद्ध द्वन्द हुने बेलामा एकदम अधिक रूपमा हुने हुँदाखेरि उहाँको चरणमा गएर उहाँले अब त्यो ज्ञान सिक्नु भएको छ भने पछि गएर गुरु भोटको गुरुहरू अब भनौँ न धोमी लोकसभा पनि छ धोमी अनुवादकहरू मार्पा अनुवादक महाअनुवादकहरू त्यस्तै गोखुप्पा गुरुहरू अन्तिशाले चरणमा पाल्नु भएछ कतिवटा जतिले यता प्रश्न गर्दै अतिशयले गुरु कतिवटा लिनु भयो त भन्दाखेरि प्रश्न गर्दाखेरि अतिशयले चाहिँ धेरैमध्ये के हो त भने 156 जति थोरैमा कति त अब जम्मा 30 जना जति उहाँले गुरुहरू देखाउनु भएको रहेछ गुरुहरू थप्नु भएको रहेछ अब सिद्ध र पोख्तहरू चाहिँ 12वटा भन्छ 12वटा रहेछ अब धर्मतले सचेतकार बोध गरे 3टा गुरु भन्दा छैन त्यो चाहिँ 야 아와 두디 바텔라 야 치중도 니도가 나다 디 아와 두디 바체 조요 때야데 गुरु रहेछ सचेतकार देख्ने जुन सत्यतालाई त्यो गुरु रहेछ त्यो भित्र कति लामा अवधुति भयो सानो अवधुति भयो अवधुति सानो चाहिँ रहेछ अर्को चाहिँ अब यमेन ताकाको योगी कमल रचिता रहेछ कमल रचिता अर्को चाहिँ अब नारूपाको परम्परामा आएको अब एउटा ढुम्बिपा सानो ढुम्बिपा यी 3टा गुरु रहेछ म तपाईँलाई उहाँको जीवनमा उहाँले त सानो सबै गरेर एकदम 157 गुरुहरूदेखि ज्ञान सिक्नु भएछ गौरमा 30 जना त्यो भित्रमा पनि सबै अब पोक्त र सिद्ध पुरुषहरू जम्मा 12 जना त्यो भित्र पनि यथार्थले सचेतकार गर्ने 3 जना गुरु रहेछ भन्ने बताउँछ भनौँ न अब अवधुति गुरुदेखि अब योगाचार्यको दर्शन सचेतकार गर्नुभयो को त कमला रचिता भनेर के भन्दा चित्त मात्रको विशेषता आचार्य हो त्यो ज्ञान आफूले लिएर अब के हो त अनि दर्शन मार्ग सचेतन गर्नुभएको कारणले बोध गर्नुभएकोले अनि उहाँ मध्यमकाको दर्शनलाई सचेतकार बोध गरेको कारणले गर्दा उहाँ गुरु देखाउनु भएको हो गुरु लिनुभएको हो गुरुलाई ग्रहण गर्नुभएको ढुम्बीमा छु अब ढुम्बीमा सानो रहेछ त्यही कारण सानो ढुम्बीमा उहाँले अब उहाँले भनौँ न उहाँले प्रत्यक्ष रूपमा दर्शन गर्नु भएको छैन सपनामा दर्शन सपनामा के देख्नु पर्छ भन्दाखेरि मलाई धेरै गाह्रो पऱ्यो एक समयमा त्यसलाई प्रार्थना गर्दाखेरि ढुम्बी
के भन्नुभएछ भन्दाखेरि ढुम्बीपाको एउटा एउटा गुरु दुईजना चेला सायद यसलाई प्रयोगसम भनिँदो रहेछ उहाँ तीनजनाको हातमा चाहिँ एउटा एउटा कपला अनि कपलाभित्र चाहिँ मान्छेको खाएर सिलाहरू भएको देखेछ अनि उहाँलाई चाहिँ अतिसार सबैले देख्दा ए यो त कस्तो होला अलिकति मलाई अलिकति बेकुसी भएछ त्यति दृश्य कस्तो अनौठो देख्दै उहाँलाई अलिकति नमिठो लागेछ भनौँ न उहाँले अब बताउनु भएछ कि यसरी कपालीभित्र मान्छेको मासु खाँदाखेरि एउटा पतन हुने सिलर भ्रष्ट हुने कुरा हुँदैन र भनेर सोधेछ अनि यसो बताउँदाखेरि अनि अनि यस्तो भन्दाखेरि अनि रम्बीका सानो रम्बीका र उहाँको दुई तिनजना चेलालाई उसले के भनेछ त भन्दाखेरि यसो भए यो अब तिमी नै खाऊ होइन त्यसपछि अब अनि यसरी त्यो अतिशालाई पाएछ जुन मासु चाहिँ मान्छेको मासु चाहिँ तिमीले खाऊ भनेर दिँदाखेरि अनि त्यो आफूले लिने क्रममा चाहिँ अनि त्यो त्यसमा एउटा अम्ल पनि आएको रहेछ अम्ल पनि के हो त आदि डढेर अनि भनौँ न एउटा आदि डढेको अनि यसरी खाँदाखेरि के हो त अब छेउमा एकदम उहाँलाई एउटा तातो न्यानो पनि डढेर अब ध्यान एकदम राम्रो भएछ यसरी अब गुरुहरू चेलालाई राम्रो हुनेछ भने यसरी दिँदाखेरि मैले अब सबै अब उहाँले ग्रहण गरेर अनि त्यो खाने बित्तिकै छुमा एकदम तातो न्यानो पनि ध्यान एकदम राम्रो लागेछ अनि उहाँलाई नि के हो त तर बोधिसत्वले अधिष्ठान मलाई झेलाप दिएको रहेछ है मलाई चाहिँ अब ढुम्बीपा गुरुले यसरी अब वज्रयानमा प्रवेश गरेको मलाई सङ्केत रहेछ अतिशालाई यसरी विचार आएको थियो पछि गएर ढुम्बीपा गुरु चाहिँ अब चरणमा पुगेछ अनि ढुम्बीपाले फेरि भनेछ ढुम्बीपाले के भन्नुभएछ भन्दाखेरि तिमी मसँग कहिले पनि दुःख बसेर वियोग भएछैन म तिमी सँगसँगै छु अनि एक समयमा तिमीले मलाई यसरी प्रार्थना गर्ने बेलामा एक समयमा तिमीले धेरै दुःख पर्दाखेरि मलाई प्रार्थना गरेको थियो त्यति बेला यदि ज्ञान भने एउटा सबैले तिमीले भनेको रहेछ जुन दिन तिमीले मलाई प्रार्थना गर्यो त्यो दिनदेखि म घाम र घामको प्रकाश जसरी तिमी सँगसँगै छौ र त्यो दिनदेखि अधिष्ठान आशीर्वाद दिने सुरुवात गरे त्यही कारण आज समय तिमीदेखि म वियोग भएको छैन भने ढुम्बीपाले अतिशयले बताउनु भएछ त्यही कारणले गर्दाखेरि अतिशयले फेरि पनि अनुरोध गर्नुभयो कि मलाई धर्म प्रवचनहरू सुनेपछि होस् मलाई ध्यान दियोस् भनेर प्रार्थना गर्दाखेरि अनि ढुम्बीपाले यही भन्नुभएको रहेछ तिमी र म सबैले साथ नै छ जुन दिन तिमीले प्रार्थना गरे त्यही दिन मैले आशीर्वाद तिमीलाई दर्शाइसकेँ त्यही कारणले त्यही दिनदेखि आजसम्म म छेउमा छु तिमीले मलाई मैले जति ज्ञान दिने त्यही दिइसकेँ सधैँ नै अब कुनै कमजोरी केही पनि हुने छैन भन्ने यसरी अब बताउनु भएको रहेछ त्योभन्दा अगाडि चाहिँ उहाँले बज्रयानको कुराहरू सिक्ने क्रममा ध्यानहरू भित्र प्रवेश गरेको छैन ध्यानको कुराहरू जब स्थापना भेटिदिएर पछि यसरी फेरि दर्शन गर्दाखेरि अनि वज्रयानको धर्म त्यहाँदेखि एकदम फैलिएर
बल्ल अनि यो चाहिँ आज झुम्बीबाको आशीर्वाद भनेर उहाँले एउटा उहाँले मनन गर्नुभएको थियो विशेष गरी फेरि अब बोधि चित्तको विषयमा एकदम महत्त्वपूर्ण 3टा गुरुहरू रहेका छन् यो 3टा गुरु को थियो आदिशाको एउटा धर्मरक्षिता हो एउटा झ्याम्बिन नल्जर्पा अर्को सेलिङपा अर्थात् धर्मरक्षिता मैत्री योगा मैत्री योगी अर्को चाहिँ सुवर्ण दिवा तीनजना रहेको छ यसको अलिकति परिचय गर्नु पर्दाखेरि पहिले धर्मरक्षिता भनेको को हो त भन्दाखेरि हामीले जुन प्रथम पाएको जति पनि यो उपदेशहरू छ मतिशोधन भनौँ न धर्मरक्षिता भनेको चाहिँ यो हो त मतिशोधन मुख्य प्रवचनको स्रोत उपदेशको स्रोत हो बोधि चित्तको ज्ञान एकदम विशाल त भएको कारणले गर्दाखेरि नै धर्मरक्षिता एउटा के बुदाहरू उहाँको के बुदाहरू बताउनु पर्दाखेरि एक दिन एकजना मान्छेले धेरै रोग रोगले ग्रस्त भएको रहेछन् त्यो रोगलाई निको पार्नको लागि मान्छेको खुन अनि त्यस्तो तपाईँको मान्छेको खुन अट्टा गरेर मासु चाहिएको हुँदाखेरि धर्मरक्षिताले आफ्नै मासु खुनलाई अब हात काटेर मासु र खुनहरू दियो किनकि जुन मेरो खुनहरू मासुले गर्दा अर्को रोगदेखि निको हुन्छ भने म दिनु तयार छु यसरी बोधिचित्त अपनाएको कारणले गर्दाखेरि बोधिचित्तको महान विचार ज्ञानी धर्मरक्षितामा यस्तो थियो हाम्रो विचार भने यस्तो कहाँ अर्थ है मान्छे बिमार भयो भने हामीले एउटा लुगा त हाल्दै दिनु सक्दैनौँ मासु काटेर खुन त कहाँ लामा गुरु धर्मरक्षिता जस्तो एउटा के हो त चाटोपाटो ज्ञान आफ्नो दुःख अरूको दुःख आफूले नै आफ्नो सुख अरूले दिने चाटोपाटो ज्ञानमा एकदम पोख्त हुनुहुन्छ यो केवल बोधिचित्तको ज्ञानले गराए मुखले मात्रै नभएर साँच्चै नै व्यवहारमा उतर्न सक्ने ज्ञानको खुबी थिए बोधिचित्त धर्मरक्षिता अब दोस्रो चरणमा अब झ्यामिनाल कस्तो थियो त भन्दाखेरि दोस्रो चरणमा मैत्रीय योगी एक समयमा भन्ने भनाइ छ एक समयमा मान्छेले है जुन कुकुर बाने सिक्रीले हान्दैछ कुकुरलाई जुन झ्याम्बिन नल्जरको छेउमा चाहिँ सिक्रीले हानी अनि कुकुरलाई बिमार पारेछ एकदम त्यो झ्याम्बिन नल्जर हेरिरहेको थियो त्यो देख्दाखेरि उहाँले थाम्नै नसक्दा एकदम दया लागेछ कुकुरप्रति भएको दुःख उहाँले खप्नै नसकेर कुकुरमा भएको एउटा दुखाइ एउटा पीडा सबै आफूले लिनु आफूले नै धर्म लिनुभएको यो लिने क्रममा यो लिँदाखेरि जुन कुकुरले पिटेर कुकुरमा चाहिँ दुःख पीडा मर्का एउटा केही पनि नभइकन सबै उहाँले लिनु भएछ र दुःख पीडित भएको केही महसुस पनि थिएन कुकुरमा तर पनि झ्याम्बिन नल्जरमा चाहिँ अघि मान्छेले कुकुरले सिक्रीले पिट्यो नि त्यो सिक्रीको छापहरू सबै आफ्नो मुस्ला भन्छ जुन मुस्ला आफ्नो जिउमा देखा परेको थियो जुन झ्याम्बिन नल्जरलाई त्यही कारण यसले के बताउँदछ भन्दाखेरि अरूमा भएको दुःख आफूले खप्नु नसकेर अरूको लिनु सक्ने क्षमता झ्याम्बिन नल्जरलाई थियो भने यो बोधिचित्तको एउटा ज्ञान बुझाउँछ यो केले बुझायो भन्दाखेरि यो धर्म झ्याम्बिन नल्जरभित्र दया माया करुणाको बोधिचित्तको ज्ञान इतिहासले एउटा कथाले दर्शाउँदछ अब तेस्रो चाहिँ सेलिङपा भने झो सेलिङपा अर्थात् सुवर्ण दिपा चाहिँ के हो त काँचै डल्लै बोधिचित्तको एउटा अधिपति जस्तै हो भन्ने मलाई बुझाउनुहुन्छ अब उहाँको बोधिचित्तको ज्ञान छ कतिको विशाल छ कतिको ज्ञानले भरिपूर्ण हुन्छ भने हामीले नापेर पनि यसको तुल गरेर पनि सीमा नभएको यति आकाश कत्रो सीमा गर्न सक्दैन त्यस्तै बोधिचित्तको ज्ञान उहाँमा छ भनेर अतिशय दिव्याङ्करको 3जना यो बोधिचित्तको महान गुरु मध्येमा एकदम नजिकको एउटा घनिष्ठ एउटा कल्याण मित्रको एउटा सम्बन्ध भएको गुरु सुवर्ण दिपा सेलिङ बनाइरहेको छ सेलिङपाको अर्को नाम पनि रहेको छ यसरी उहाँले प्रार्थना गरेर
भनौँ न आफ्नो गुरुहरूले उहाँले यसरी नाम बोलाउने बेला प्रार्थना गर्ने बेला 라마 슬림베 हात राखेर 지구를 प्रार्थना 다 गर्नुहुन्थ्यो 람삼베 테모디 होइन 지구를 자체 람상지 होइन उहाँले 제지 시 सम्झिँदाखेरि यसरी के हो त छातीमा हातले बद्ध गर्थे 라마 तर 슬림베 सेलिङमा 제지 시 गुरुको नाम सुने बित्तिकै 마야나 हात चाहिँ 지구도 एकैचोटि 람삼베 शिरमा पुगेर उहाँले नमस्ते गर्नु पुग्थ्यो अञ्जली बद्ध गर्नु 제지 यति भित्रैदेखि अनि 인류산 지구다 조지 एउटा श्राद्ध भक्ति आउँथ्यो जुन गुरुको नाम सुन्ने बित्तिकै आफ्नो शिरमा पुग्दाखेरि आँखादेखि आँसुबाट पर्सिन्थे त्यस्तो एकदम सम्बन्ध थियो शेरलिङ्गको प्रति अतिशाको एउटा श्राद्ध भक्ति त्यस्तो अटल र दृढ विश्वास र श्रद्धा भक्ति थिए जुन शेरलिङ्गमा प्रति अतिशाको त्यही कारणले गम्भीरता एउटा सम्बन्ध थियो यो उहाँ शेरलिङ्गमा 연대인 차는 셰비 이는 게 라마도 상물로 찍어래 이나 셀링 받은 알야 끄진시 부 अब मान्छेले क्वेसन गरेर तपाईँहरू धेरै गुरु मध्येमा तपाईँले शेरलिङ पालनले यसरी एकदम धेरै आँसु झर्ने कारण गुरुको नाम सुन्ने बित्तिकै आँसु झर्ने कारण तपाईँको मान्छेले शिरमा पुग्ने कारण के हो त भन्दाखेरि मैले उत्तर दिनु पाइसकेको अतिशाले हो सबै गुरुमा ज्ञानहरू बराबरै छ ज्ञानको हिसाबले मैले उहाँलाई के हो त अनि अति गुरुको नाम लिँदाखेरि आँसु झर्ने अरूमा नझर्ने त्यो मैले ज्ञानको हिसाबले तुलनामा गरेर होइन मेरो जीवन एकदम महाकृपालु एकदम आभार मेरो लागि शेरलिङ्गले नाम सुन्ने बित्तिकै मेरो आँखादेखि पर्छ मैले यसमा आफूलाई कन्ट्रोलै गर्न सक्दिनँ मेरो लागि धेरै कृपालु हुनुहुन्छ त्यही कारणले अनि उहाँको नाम सुन्दाखेरि मेरो आँखादेखि पर्सिएको हो भनेर देखाउनु भएछ अब संस्कृतमा चाहिँ शेरलिङ्गलाई चाहिँ सुवर्णदीपा भन्छ सुवर्ण भन्नाले अब से सुनको वर्णले बुझाउँछ दीपा भन्नाले यसो के हुन्छ लिङ्ग भनौँ न एउटा बगैँचालाई पनि हामी दीपा भन्न सक्छौँ भने अर्को एउटा बाटिकालाई पनि भन्न सक्छौँ अर्थात् सुवर्ण दीपा भने नै शेरलिङ्ग हो किन उहाँलाई अब आफ्नो गुरुलाई चाहिँ अब भनौँ न जुन यो इन्डोनेसियामा पर्दछ यो उहाँ चाहिँ अब सुवर्ण दीपा भन्ने ठाउँमा बसेको हुनाले गुरुको नामै अब ठाउँको नाम चाहिँ गुरुलाई सुना पुग्यो त्यही कारण गुरुको नामै दीपा भयो भन्ने हामी बुझ्नुपर्दछ अब धेरै समय नभए अहिले हाल यो सुवर्णदीप इन्डोनेसियामा पर्छ यो शेरलिङ्ग भनिन्छ भोटमा चाहिँ अनि यो चाहिँ अब 7औं शताब्दीतिर भनौँ न त तल्लो त्यो सन् 71देखि अब थाङ्लो चौवाले अब त्यो बेलामा पाल्नु भएर अब नामहरू यसरी आएको रहेछ भनेर बताउनु स्वागत नगर्नु अगाडि कति के सिक्नु भयो भन्ने कुराहरू छ अतिशाले अनि अतिशाले चाहिँ अब विशेष गरी शिल्पकलाहरू चिकित्सा शास्त्रहरू प्रमाण शास्त्रहरू व्याकरण शास्त्रहरू बौद्ध धर्म हिन्दू धर्म लगायत अनेक शास्त्रहरू लौकिक शास्त्रहरू सर्वकाको विभिन्न विनय सूत्रपीठ अभिधर्म उहाँले उहाँले अब गएर महायानी धर्मको अब सेमजी मध्यमतर सीता मात्रको दर्शनहरू चारे आफूलाई एकदम उहाँले सुन्नुभयो जुन नागार्जुनदेखि परम्परा आएको जुन नलचोपा भनिन्छ योगाचार्यको जुन परम्परा अवधूतिपा सानोदेखि उहाँले सुन्नुभयो रिक्पा खुजुक पनि भने जुन चाहिँ अब यसलाई विद्या ब्रह्मचार्यको विभिन्न ज्ञानहरू सिक्नुभयो अनधिकालदेखि नै एउटा शान्तिपा गुरुसँग उहाँको एउटा मिलन पूर्वजन्म भएको हुँदाखेरि अनि शेरलिङ्गदेखि पूर्वजन्म भएको हुँदाखेरि उहाँको जीवनमा पनि उहाँ दुईवटा गुरु भेटेर उहाँले यसरी ज्ञानहरू लिनुभएछ अवधूतिको ज्ञान सिक्नु भएछ जे भए तापनि के हो त उहाँले लुडु आर्य नागार्जुनदेखि लिएर उहाँको अब भनौँ न हामीले आर्य देव भनिन्छ जुन अब
छोकी ढाबा छोटा भने अनेकन उहाँको लेख्नु भएको प्रसङ्गिकादेखि लिएर अनेक मध्यमका अध्ययन गर्नुभयो गएर उहाँले 3 पुरुषहरूलाई उहाँले छुट्याएर यसरी भनौँ न अत्यन्त अब त्यो विषयमा उहाँले किताब पनि लेख्नु भएको छ मात्र भेदमा पनि अब विशाल त अब अभ्यास लिने कुराहरू उहाँले एकै जोडेर अभ्यास गर्नु भएर अनि पछि भोटमा नि बौद्ध धर्मलाई एकदम नभई नहुने ज्ञानहरू भयो त्यसलाई के कुसुमकी लाम्रै भनिन्छ 3 पुरुषहरूको अब मार्गक्रम भन्ने किताबहरू लेख्नुभयो दर्शन भाव अनुसारले गर्दाखेरि अत्यन्त फसेर गयो आज चन्द्रकृतिले गर्नुभएको स्वयं टीकालाई पनि उनले धेरै अब के हो त भोटमा अब लगेर यसको विषयमा अब चर्चा गर्नुभयो त्यसमा धेरै सम्बन्धित कुरा उहाँले अब भनौँ न मध्यमकाको दर्शनहरू फैलाउनु भयो जे भए तापनि विशेष त वज्रयानको कुराहरूमा यो चार र तन्त्रहरू उपदेश वर्गहरू सबै उहाँले सुन्नुभयो सम्पन्न कुनै पनि रहेन सानैदेखि उहाँले के हो भने सङ्घ सन्ध्या छ भने आर्य तारा देवीले प्रार्थना गरेर नि आफ्नो सङ्घहरूलाई हटाउने यस्तो थियो नि अनि उहाँले भन्नुभएको छ त्यही कारणले सबै अब आर्य तारा देवी अब उहाँले प्रार्थना गर्दाखेरि विभिन्न आशीर्वाद मिल्ने ज्ञान मिल्ने हुँदो सानोदेखि त्यस्तो थियो भने पछि त्यही गर्नुभयो उहाँले भन्नुभएको छ अतिशयले आफू भिक्षु भएको बेला उहाँले के भन्नुभयो भन्दाखेरि हो मलाई त्यही जुन थेरवादा भित्र पर्ने प्रतिमा छ 8 र प्रतिमा छ शिलामा पर्ने मलाई दोष रहित दोष रहेको छैन तर बुद्धिचित्तको अभ्यास गर्ने बेला मलाई अलिअलि मोटामोटी दोषहरू चाहिँ मलाई भएको छ है त्यो भन्दा पनि झन् वज्रयानमा गयो भन्दा के हुँदा झन् अलिकता फोहोर मैला भएको हो कि जस्तो भएको हुँदाखेरि तर पनि कुनै गल्तीलाई दोष रहित अहिलेसम्म रहेको यसरी फोहोर मैला प्रतिमा चाहिँ शिरमा कुनै फोहोर मैला लागेको छ तर बोधि चित्तको शिक्षा र वज्रयानमा परेको अलिकता कुनै बेला मैले अलिकता यता पनि गल्तीहरू चाहिँ भएको छैन यसरी त्यही गरे बुद्धिचित्त नै उहाँको एकदम सर्वोत्कृष्ट ध्यान थिए उहाँ भोटमा नपाल्नु भन्दाखेरि पनि अगाडि भारतमा धेरै उहाँले उहाँको चर्याहरू विख्यात पनि थियो र उहाँले धेरै नै बौद्ध धर्म भारतमा फैलाउनु भयो अनि भोलि चाहिँ अब भोटमा पाल्ने कुराहरू कसरी भोटमा पाल्नु भयो भन्ने कुरा चाहिँ उहाँले भोलि बताउनुहुन्छ उहाँको विशेष त ध्यान चाहिँ बुद्धिचित्त थियो अत्यन्त अनि नलेन्डामा चाहिँ गौतमपुरी लगायतका विभिन्न विक्रमशिला चाहिँ धेरै विश्वविख्यात गुरुमा उहाँ चर्चित हुनु पनि भएको थियो अतिशय गुरु आजको लागि यति नै धन्यवाद भोलि फेरि भेट्ने छौँ